दर्शकवृन्द यति बेला बबर महलबाट यो राष्ट्रिय झण्डा सहितको जुलुस अगाडि बढिसकेको छ। उतापट्टिको 4 लेन सडक पूर्ण रूपमा भरिएको छ, यतापट्टिको 2 लेन सडक पनि पूर्ण रूपमा भरिएको छ र हजारौं युवाहरूले यति बेला राज संस्थाको आवश्यकतालाई पुष्टि गराउनका लागि, गणतन्त्रवादीहरूलाई दबाब दिनका लागि यहाँ सडकमा आएर हेर्नुहोस्, तपाईँ देख्न सक्नुहुन्छ यो भिड, यो जनसागर आम नागरिकहरूको समर्थन राज संस्थाप्रति छ। उनीहरूले गणतन्त्रलाई मात्रै होइन, पार्टीका राजनीतिक दलका नेताहरू विरुद्ध पनि चर्को स्वरमा नाराबाजी गरिरहेका छन्, प्रधानमन्त्री विरुद्ध नाराबाजी गरिरहेका छन् र आजको यो मोटरसाइकल र्यालीलाई सुरक्षा दिनका लागि यति बेला सडकमा सयौं सुरक्षाकर्मीहरूको उपस्थिति पनि हामी देख्न सक्छौं। राप्रपा अध्यक्ष